वेलकम टु अन्सारी ब्लग। अनि आज यो ब्लग मेरो स्पेसल हुनेछ किनभने चाहिँ म फर्स्ट टाइम जुम्लादेखि डाँडा गइरहेछौँ। न त बिहानै भनेको थियो बिहानै जानुपर्छ 6 बजेतिर भनेर। अनि सो म 5 बजी उठिसकेको थिएँ, निन्दा पनि खासै पुगेको छैन मेरो। अनि बिहानै उठिसकेको थियौँ अनि अहिले लगभग 7 बज्न लाग्छ। गाडी पनि लगभग आइसकेको छैन। सो अब डाँडाको लागि निस्किन्छौँ। डाँडाको बाटो भनेको त्यही लगभग के अरे 5 देखि 6 घन्टाको बाटो छ। अनि बाटो ठिकै छ, त्यस्तो गाह्रो छैन। त्यही डाँडा नजिकतिर हल्का 1-2 घन्टाको बाटो हल्का गाह्रो छ, न त बाटो एकदम राम्रो छ अरे साथीहरू भनेको। यो त मेरो फर्स्ट टाइम भ्लग, यो फर्स्ट टाइम गइरहेछौँ। अनि सो मेरो भ्लगमा बस्नु होला अनि मेरो भ्लग पुरै कम्प्लिट हेर्नु होला। अनि म बाटोको पुरै भिडियो बनाउँछु, बाटो भिडियो प्लस डाँडामा गरेको इन्जोयमेन्टहरू अनि साथै कति गाह्रो हुन्छ त्यहाँ जाँदा, कति गाह्रो हुन्छ बाटोमा, सबै यो क्याप्चर गरेर भ्लगमा हाल्छु। सो तपाईँहरू मेरो कम्प्लिट भ्लग हेर्नु होला। अनि म यसै फर्स्ट टाइम रुमबाट भ्लग बनाइरहेको छु होइन। रुम त के देखाऊँ, रुम खासै त्यस्तो क्लिन त छैन, रुम नदेखाऊँ होइन। सो स्टे ट्युन अनि भ्लग चाहिँ पुरै कम्प्लिट हेर्नु होला ल। अब बाहिर केटाहरूसँग भेटेर भ्लग कन्टिन्यू गर्छु है त। सी यू। सो फाइनली गाडी आइसकेको छ अनि म आफ्नो रुम छोडेर गइरहेछौँ। गाडी भनेको त्यो चाहिँ उभिरहेछ। सो यो हाम्रो कलेजको मेन गेट, फ्रन्ट गेट हो। अनि केटाहरू यहाँ भित्र बसिसकेको छ गाडीमा। ए कुनाल भन के भन्छ ब्लगमा? ब्लग हो एमबीबीएस 4th ब्याच हामीहरू गइरहेछौँ रारा। आज रारा जाने प्लान छ गाइस। हेलो एमबीबीएस का पञ्चनामा। यो हस्पिटल फ्रन्ट गेट होइन। सो गाइस आज हम लोग जा रहे हैं रारा। ये गाड़ी के पीछे के डिक्की में बैठकर अब देखते हैं क्या होता है, बसते कि नहीं, है ना साहिब? अबे भाई साहब देखते हैं अब क्या होता है। ये भाई मोबाइल रे भाई। सो यो छ होइन हाम्रो सिन होइन, पुरै गाडीको पछाडिबाट उभिएर गइरहेछौँ। ठिकै हुन्छ त्यस्तो त, ठिकै त गाह्रो बसिहाल्छ त। बिचमा त गाह्रो हुँदैन यो अगाडि पछाडि यो गाडीमा धुवा खानुभन्दा राम्रो। बाटो यस्तो छ, बाटो त के मिल्छ त यहाँ बिछाउनै चाहिन्छ नि, भिजेको छ त अनि कसो गर्छ? केही छैन, पुछाइहाल्छ, पानी सिजन छ। यो हाम्रो जुम्लाको अब होइन हाम्रो कलेजभन्दा अगाडि बाटो होइन, मेन बजार होइन, बजार हो बजार, जुम्लाको मेन बजार हो। सेम गाडी आयो त। जुम्लाबाट फाइनली निस्किन लागेको छ। जुम्ला यो भनेको जुम्ला बजार हो, जुम्ला बजार हो।
भन भन भाइयो देखिए राम्ररी भन हामी ट्राभल गरेको लगभग 1-2 घन्टा जति भइसकेको छौँ। अझै हामी बाटोमै छौँ। बाटो पनि कहाँ हो कहाँ जङ्गल छ पुरै। बाटो पनि यस्तो छ, कहाँ हो यो त होइन। यस्तो छ, केटाहरूलाई अगाडि बसाइदिएको छु। पुरा चिल फिलमा गरेको छ यहाँ, त्यतै गइरहेछौँ। यस्तो छ कि मलाई अगाडि बस्दा के हुन्छ भने चाहिँ गाह्रो हुन्छ क्या, त्यो गाडीको के स्मेल यस्तो हुन्छ, मलाई गाह्रो हुन्छ। सो यो पछाडि नै ठिक छ मेरो लागि, अल गुड छ मेरो लागि, चिल भइरहेछ। यस्तै जाँदा सकिनै हाल्छ लगभग कति 4 घन्टा जति, 3 घन्टाको बाटो होला चाहिँ। अब खाना खानलाई यस्तै छ जिन्दगी। यस्तै छ, अब खाना खानलाई कहाँ रोक्छ। खाना खाने रोक्ने ठाउँमा नि भिडियो बनाउँछु। यस्तो छ जिन्दगी। बाटो त डेन्जरस तर अल गुड। खाना पनि लास्ट डेन्जर भोक लागिसकेको छ मलाई। अहिले टाइम कति बजिरहेछ रे? अनि सालास त्यो अगाडि बसिरहेछ, मलाई पछाडि राखिदिएको छ होइन। मलाई पछाडि नै पर्फेक्ट छ। अनि खाना खाने कति टाइम लाग्छ अझै पुग्नलाई? 2 घन्टा। अनि रारा कति बजे पुग्छस्? यस्तै छ होइन, बाटो डेन्जर छ। बाटो बहुत गाह्रो छ यार, कोही पनि न ल आए पनि बाइकमा आउनुपर्छ क्या, यो गाडीमा के। सो हाम्रो खाना खानलाई गाडी रोकिसकेको छ होइन कुनाल। अनि यो कुन ठाउँ कुनाल भन्दा? लुबुले हो। अनि यहाँबाट कति टाइम लाग्छ? झन्डै 2 घन्टा जस्तो लाग्छ यार। अझ 2 घन्टा लाग्छ। खानामा अब हेरौँ के छ यहाँ। खाना जे होस् राम्रै हुन्छ, महँगो हुन्छ। यस्तो छ यहाँ चाहिँ। अब केटाहरू यहाँ छ, के आइरहेछ त्यो कलर अर्कै काम गरिरहेछ। अर्कै स्पेसल काम छ। अन्त अब कति घन्टा लाग्ने यहाँबाट? के म्याक्सिमम हो कि मिनिमम हो? म्याक्सिमम हो भने चाहिँ हामी कति बजीसम्म पुग्छ? अलिक कति बजिरहेको छ त? 12 बजीसम्म पुगिन्छ। 12 बजे यहाँबाट हिँड्ने हुन्छ। 12 बजे हिँड्यो भने चाहिँ लगभग 2:30 बजीसम्म पुगिन्छ। के भन्नु त? खान्छु। के उ गर्ने हो? चिकन हलाल गरौँ न त। के बनाउनु? हजुर हो मसला खानु त भन्नु हो त खाना। ए सुमित पकाइदिएको छ कुनाहरूलाई भनिरहेको छ। आज लास्ट रोकिरहेको छ। मैले एक मेगा प्याज दिन्छ। भइसकेको छु अलरेडी कम्प्लिटेड है। खाना यही हो। खानामा के छ? अनि कुन चामल? मार्से चामल। समेत विशाललाई मासुको भन्छ। हलाल गरे मात्र हो, न त खाँदिनँ म। खाना पनि खाइसक्यो हामी।
अनि भन सुमित खाना कस्तो थियो आजको लास्ट मिठो थियो होइन अब अन्डा सन्डा पनि मगाएँ अरे मलाई देखाएर के गरिरहेको छ अन्डा सन्डा पनि थियो अनि मिठो लाग्यो दाल भात तरकारी साग अनि मासु पनि थियो चिकन कति लियो रे खानाको खाना 400 थियो सादा खाना होइन सादाको त चिकनको 450 थियो सादाको 650 थियो अमन चिकन हामी कहाँ पुगिसकेको छौँ रे हामी चलेरी यहाँबाट अब के गर्नुपर्छ यहाँबाट गेटमा गएर इन्ट्री गराएर अनि जानुपर्छ सोध्न त भिडियोमा ल्याएन के हो यस्तो जतिजना छ सबजनाको इन्ट्री गर्नुपर्छ दाइ गुरुमा गएर पुग्छ अरे पारी कस्तो छ दाइ पारी त थोरै महँगो होला होइन एउटा मात्र बारीपल्ट बस्ने ठाउँमा त कप सकिन्छ नि अनि यो ब्यागहरू बोकेर जानुपर्छ यहाँबाट हिँड्न सकेन भने घोडामा अब यहाँबाट 2 घन्टा जति हिँडेर जानुपर्छ घोडाको लागि मेरो ब्याग कहाँ छ यार लिएर आएको हेर नि यस्तो गर्ने अब हामी गएर छौँ त्यहाँ बाटोमा इन्ट्री गर्नुपर्छ होइन कुनाल भन त के गर्नुपर्छ हामी सलेरीमा छौँ इन्ट्री पोइन्ट अफ दि रारा नेसनल पार्क नेपाली रारा नेसनल पार्ककै बिचमा रारा लेख्ने इन्स्टिट्युट छ अनि यो चाहिँ हाम्रो इन्ट्री हो यहाँबाट हामीले इन्ट्री गरेर पैसा तिरेर अनि जानुपर्छ योभन्दा पहिला आएको थिएछ होइन त योभन्दा पहिला म सालभरि पहिला 1 साल हुन्थ्यो एक वर्षभन्दा बढी भइसक्यो के अनि इन्ट्रीको लागि के आइडी कार्ड भयो भने के हुन्छ अरे कति 50 रुपियाँ डिस्काउन्ट हुन्छ होला आइडी कार्ड छ भने ठिकै छ मैले आइडी कार्ड बोकेर आएको छु तिमी लिएर आएको छैन होइन मैले पनि आइडी कार्ड लिएर आएको छु आइडी कार्ड भनेको यहाँबाट हर्स राइड पनि गर्नुहुन्छ 7-8 हर्स राइडको कति ए यहाँबाट हिँडेर गयो भने कति लाग्छ यहाँबाट हिँडेर गयो भने ठ्याक्कै ताल गयो भने 40 मिनट लाग्छ अनि तालको पारी बस्ने क्या हामी सो अब हामीले त्यस्तै होटलमा पुग्नसम्म 2 घन्टा जति लाग्छ 2 घन्टा अनि उसमा गयो भने त्यो घोडामा गयो भने पनि त्यही हो घोडा त हामी जस्तै थियो हजुर फास्ट जान्छ नि एउटा घोडा फास्ट जान्छ कति हो त घोडाको तालसम्म 600 हो होइन हामी ग्रुपमा छ साथीहरू त बिस्तारै बिस्तारै हेरेर गइहाल्छौँ होइन एक्लै भयो पो ल ठिक हुन्छ भने होइन घोडा गुरुमा लिनु अनि ग्रुपमा छ साथीहरू छ ए इन्ट्री गर्नुपर्छ अरे सो हामी इन्ट्री गर्ने ठाउँ
दाइ हामीसँग आइडी कार्ड छ कलेज स्टुडेन्ट स्टुडेन्ट हुँदैन नि, योभन्दा पहिला भएको थियो त ए छ हुँदैन त्यस्तो कति हो एकजनाको 8 जना छन् हामी 8 जना छौँ ए हुन्छ कति हो पैसा नेपाली त हो त्यही हो नेपाली नेपाली नै हो यो कर्णाली एकाडेमी हेरसालमा पढ्छौँ क्या कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला छ त्यही हो ल ल ठिकै छ काटिदिनु त 4 जना मिल्छ भने 4 जना काटिदिनु मिलाएर काटिदिनु न विद्यार्थी त हो हामी। डक्टरै विद्यार्थीहरू हो डक्टर मान्छेले त अहिले पढ्ने हो अहिले पढिरहेको थर्ड इयरमा के अरे 8 जनामा 4 जना डिस्काउन्ट गरेर अनि दाइहरू यहाँ ल विशाललाई त टिकट काट्नु है त दाइ विशाललाई टिकट काट्नु है त ए सुमित कुमार शाह अन्सारी भाइको ब्लगमा आउँदैन मार अहिले पछि खिच कति मिनट भयो भिडियो हामी मिलेको झन्डै 10 मिनट जति भयो 10 मिनट बढी भइसक्यो होला यार थाकिसकेको छ यार आएर जानु जङ्गलमा फोटो खिच्नु जङ्गलमा बाँध्दा भिडियो सिडियो छ बाटो त्यस्तो छ यार भ्यू चिप्लो छ अलिकति होसियारी अप्नाइएन भने चिप्लेर आफूलाई बस्न सक्छ यस्तै छ बाटो यार दामी छ यार भ्यू तर होइन अनि हाम्रो साथी दोस्त यता हेर्दै त दोस्त यता 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 हेर्दै त अस्ति आउँदा पनि यो साथी थियो मेरो हो चिनिसकेछ तिमीलाई मैले चिनिसकेँ। अनि दुईजना ऊ पछाडि आइरहेको छ दामी छ यार भ्युज दामी भ्यू छ होइन अब जङ्गलमै हामीले 20 मिनट जति हिँड्नु पर्ने हुन्छ अनि बल्ल ताल चाहिँ देखिन्छ 20 मिनट जति हिँड्नुपर्छ यहाँबाट। अनि बिचमा यसमा एउटा पुल टाइपको छ जुन चाहिँ फोटो खिच्नेहरूको लागि फोटो तान्नेहरूको लागि भिडियो बनाउनलाई होइन फोटो खिच्नलाई भिडियो बनाउनलाई एउटा हटस्पट जस्तै पनि छ त्यहाँ पनि गएर हामी सक्छौँ आफ्नो हिसाबले अब तपाईँहरूले यस्तो पछाडि क्यामेराबाट होइन भ्युजको क्याप्चर गरेर देखाउनु पऱ्यो दामी छ यार टाढा दामी छ तर इन्फ्रास्ट्रक्चर अझै पनि डेभलप गर्नुपर्ने छ यति टाढा छ यार टाढा हेर न कति छ टाढा अब मानव काठमाडौँको मान्छेले यहाँ आउनु पऱ्यो भने त्यो हल्का धेरै नै गाह्रो छ क्या त्यो हिसाबले हो कि त्यो हिसाबले हेऱ्यो भने त धेरै नै गाह्रो छ कि हामी त यहाँ ल जुम्लामा छौँ भने होइन हाम्रो ल मतलब हामी बिहानै कति बजी हिँड्यौँ क्या बिहान 8 बजी हिँड्दा मान्छे अहिले वी आर स्टिल अन दि वे 8 बजी हिँड्यो भने चाहिँ लगभग त्यहाँ त्यो मेन गेटमा लगभग कति बजी पुगेको थियौँ 2 बजी ठ्याक्कै 2 बजी पुगेको थियौँ भने चाहिँ लगभग लाग्यो होला कति घन्टा लाग्यो 6 घन्टै लाग्यो नि 6 घन्टा लाग्यो अब त्यसमा डिस्टर्बेन्स पनि भयो खाना पनि खायौँ त्यस बिचमा अब साथीहरू सिट एक्सचेन्ज गर्दै पानी परेर एकअर्काको गोदीमा पनि बस्नु पायो त्यही भएर होला होइन मतलब त्यो होइन लगभग 6 घन्टा म्याक्सिमम् हो जुम्लाबाट अनि यस्तो हुन्छ कि अहिले यो सिजनमा चाहिँ म फर्स्ट आएको छु योभन्दा पहिला म चिसोको बेलामा आएको थिएँ अनि चिसोको बेलामा आउँदा चाहिँ यहाँ हिउँ पुरै जमेको स्नो थियो होइन पुरै स्नो थियो अनि खुट्टा चिप्लिरहेको थियो क्या अहिले मजाले हिँड्न मिलिरहेको छ त्यतिखेर मजाले हिँड्न मिलिरहेको छैन पुरै हिउँले ढाकेको थियो कुन सिँढी हो कुन के हो म 2-3 चोटि झरेको पनि थिएँ होला बाइकमा पनि लडेको थियो होइन बाइकमा पनि लडेको थिएँ यहाँ पनि लडेको थिएँ म त ठिकै छ सो गाइज अब पछाडि क्यामेराबाट देखाउनु पऱ्यो भ्युज रमाइलो भइरहेको छ
यही हो हाम्रो रारा लेक। हामी पनि के भन्छौ भन, कति खुसी छौ तिमी? त पहिला आइसक्यो त के खुसी हुन्छौ? होइन त्यही त यो एक्चुअली यो चाहिँ लोकेसन होइन फोटो हो खासमा, तर कहाँबाट? यो चाहिँ अब तालको पहिलो पोइन्ट चाहिँ अर्को ताल कहाँ छ र? अर्को किसिम फोटो तान्ने भ्यूहरू जस ताल उयो हो नि, दामी छ यार। ओ गाइस, अन्सारी ब्लगमा हेरिहाल्नुहोस्। अब जहाँबाट हेर्नुहुन्छ त्यहीँबाट रारा तालको मनोरञ्जन लिइहाल्नु होइन त। अरू साथीहरू त्यहाँ आइरहेछ अनि हाम्रो दोस्त कमन आइज आयो। टेन्सन हुन्छ, खानेकुरा छँदै छैन अघि दियो अनि दिए। पहिला डेस्टिनेसनमा हिँडौँ, यहाँ काम छैन आउला फेरि। Ready, ready, ready.